अब सरकारले ट्रायल पास गरेको 24 घण्टाभित्र ड्राइभिङ लाइसेन्स दिने भएको छ र पुराना लाइसेन्सको बारेमा चाहिँ केही भनेको छैन। सरकारले खर्च कटौती गर्ने योजना पनि राख्दाखेरि अब कतिजनाको ट्रायल पास गरेर पनि फेरि फेल हुन लागिसकेको लाइसेन्सहरू पनि अहिलेसम्म छापिएको छैन र त्यस्ता लामो समयसम्म नछापिएका लाइसेन्सहरू चाहिँ अब सरकारले पेन्डिङ गरेर पोस्टपोन गरेर अब एकैचोटि अर्को पल्ट रिन्यू गर्ने बेलामा छपाएर नयाँ लाइसेन्स पुरा भ्यालिड 5 वर्ष भ्यालिड को लाइसेन्स दियो भने सरकारको यो 1 सालको लागि 1.5 सालको लागि पुरै खर्च लगाएर फेरि छाप्नु पर्ने त्यो कार्डहरू बचत हुन सक्छ। त्यहाँ लाग्ने खर्च, त्यहाँ लाग्ने ऊर्जा सबै कुरा खर्च हुन सक्छ। किनकि 3-4 वर्ष त अब बिना कार्डकै मान्छेले गाडी चलाइराखेको छन्, बिना लाइसेन्स बोकेरै अब चिटकै भरमा गाडी चलाइरहेको छन्। अझै 1 वर्ष जति बाँकी हुनेहरूलाई चाहिँ अब नागरिक एपबाट अथवा चिटकै भरमा जुन त्यो भौचर छ त्यही भौचरकै भरमा गाडी चलाउन लगाएर अब अर्कोपल्ट रिन्यू गर्ने बेलामा चाहिँ कार्ड तुरुन्तै छपाएर दिने योजना सरकारले बनायो भने त्यसमा पनि मलाई लाग्छ करोडौं रुपियाँ बच्न सक्छ। किनकि कार्ड बचत भयो, ऊर्जा बचत भयो र त्यस्तै गरेर विभिन्न कुराहरू बचत गर्न सक्छ। र अब यत्रो साल त दिएन अब 1 साल बाँकी हुने, कसैको 6 महिना बाँकी हुने, अब त्यो 4 वर्ष क्रस भएर पनि रिन्यू गर्नको लागि दिएको लाइसेन्सहरू 5 वर्ष जति अझ बाँकी नै छ। बाँकी कसैको त क्रसै भइसक्यो, फेलै हुन लागिसक्यो। त्यस्तो लाइसेन्सहरूलाई चाहिँ सरकारले पहिचान गरेर 1 वर्षभन्दा कम भ्यालिड हुने लाइसेन्सहरू चाहिँ सकेसम्म अब अर्को पालि रिन्यू गर्ने बेलामा अथवा रिन्यू गरेर नवीकरण गरेर नै छपाएर दियो भने खर्च पनि बच्छ, सरकारलाई पनि फाइदा र चालक साथीभाइहरूलाई पनि फाइदा। किनकि फेरि लाइसेन्स बल्ल बल्ल आएको छ, फेरि आउने बित्तिकै लाइसेन्स रिन्यू गर्न जानुपर्ने त्यो झन्झट पनि हट्न सक्छ। त्यही कारणले यो विषयमा चाहिँ सरकारको ध्यान जाओस्।